अब सुन शर्मिला, तँलाई मेरो यो धम्की भनेर नि सोचे नि सोच, तेरो कुराको उत्तर दिएको भनेर सोचे नि सोच होइन, जे सोचे नि सोच है। रवि रत्न चुडाल कुट्ने बेलामा प्लानिङ गेमर तै होस्, मेरो बोस तै होस्, बुझिस् नि, प्रमाण दिन सक्छु। युट्युबर पासाङ, अब म नाम चाहिँ लिन्न, सरी है, नाम चाहिँ लिन्न, यसरी नै टेबलमा बसेर मिटिङ गरेको भिडियो मसँग छ, त्यो तँलाई पनि थाहा छ है। अब बेसी बोलिस् नि त, तैँले कुरा त निकाल्नै पर्यो, तैँले बेसी गरेपछि मैले त सत्य कुरा त निकाल्नै पर्यो। प्लान गरेको तैँले भोइस प्लस भिडियो सहितको रेकर्ड मसँग छ, बुझिस्, रवि रत्न चुडाल पुर्दाखेरि। र अर्को कुरा, पुण्य गौतमलाई हानेको कुरा गरिस्, जुन रटले पुण्य गौतमलाई हानेको त्यही रटले मलाई प्रहार गर्यो भन्ने कुरा गरेको छस्, निष्पक्ष बोल, बुझिस्। डेट सहितको भिडियो निकाल्न सक्छु, प्लस त्यो दिनको हर कुरा म निकाल्न सक्छु। आइस क्लबमा थियौँ तर म त्यो दिन, बुझिस् नि, याद छ कि छैन है। यति भनेपछि पुग्छ होला तँलाई होइन। त्यहाँबाट कहाँ गएको, के गरेको, कसरी कुन ठाउँमा लगेर मैले तँलाई छोडेको, कुन ठाउँमा म गएर बसेको, सबै क्लियर गरिदिन्छु फेरि मैले, बुझिस्। र पुण्य गौतम पिट्दाखेरि त शर्मिला श्रेष्ठ, के अरे शर्मिला वाइबा है, म शर्मिला श्रेष्ठ, त शर्मिला वाइबा राइनी, त पनि राइनी होस्, म पनि राइनी होस्। बोल्दा बोल्दा मेरो त भने नि दिमाग बोलिसक्यो भने। सुन्या, पुण्य गौतम पिट्दाखेरि, पुण्य गौतमले पिटाइ खाँदाखेरि होइन, तर म एकै ठाउँमा थियौँ, गेम तैँले बनाएको होस्, यो पनि पुष्टि गराउन सक्छु फेरि म, बुझिस् नि। यसको पनि हरेक प्रमाण निकाल्न सक्छु म, विचार गर। रवि रत्न चुडाल पिट्दाखेरि त होइन, त्यसको त झन् भिडियो अडियो सहितको छ मसँग, बुझिस्। फर्स्ट अफ अल त तँलाई मैले रडले पिटेकै होइन है, इट्टाको काण्ड हो, पछि म भिडियो जित्छु, टेन्सन नलि। जति पनि बोलेको छस् नि फ्रड, मैले खाएको, मैले लाएको होइन, मेरो भाडा तिरेको, मेरो 2टा बच्चा पनि तैँले पढाइदियो होला होइन, तैँले पढाइदियो होला। स्टमेटले नि त हेरौँ कहाँ पैसा तिरिस्, कुन महिनामा तिरिस्, मेरो छोरीको कुन महिनामा कतिवटा जाँच हुन्छ त्यो मलाई सुनाइदे त एकचोटि, वर्षमा कतिवटा जाँच हुन्छ मेरो छोरीको, सुनाइदे त मलाई एकचोटि। सक्छस् तिरेको रहेछस् भने सोध्नु है गाइस, यसलाई वर्षमा कतिवटा एक्जाम हुन्छ भनेर थाहा हुनुपर्छ क्या, एक्जाम फी तिरेको भन्ने मान्छेले त्यो थाहा पाउनु पर्यो नि त होइन। मेरो भाडा तिर्दिएको अरे, कुन महिनामा मेरो भाडा महिना मर्दो रहेछ सोध्नु न एकचोटि, जान्न मन लाग्यो क्या मलाई। ल अब धेरै के बोल्नु है, पानी पर्यो। अब रामेछापतिर लाग्नु पर्ला जस्तो आयो, रामेछापतिर जानु पर्ला जस्तो लाग्यो। तेरो घाउ बिसो हुन्छ, तेरो फेरि घाउ बिसो हुन्छ र फेरि कुरा गरौँला भनेर पुरेर बस्दिन नि, यस्तै फुरफुर गरिस् भने म आउनु पर्दैन, पब्लिक रामधुलाई हुन्छ फेरि तेरो। हिजो त म एक्लै थिएँ होइन, 4जना 8जना केटाहरू केटीहरू गाडीमा लिएर आयो भन्ने कुरो गरेका छस्, गाडीको नाम के अरे स्कर्पियो भनेको छस्, म कुनै स्कर्पियोमा आएको हुँदै होइन है, म इनड्राइभमा आएको, त्यसको इन्फर्मेसन पनि झिक्न सक्छु मैले। इनड्राइभमा कति बजेर कति मिनटमा बुक गरेको थिएँ त्यो सबै मैले निकाल्न सक्छु, ढुक्क हो है। कसैलाई ब्लेम नलगा, बाबु छेत्री भनेर मुसिएको छस् नि, उसको घर परिवारमा अहिले कति तनाव भएको छ होइन, त्यसको ब्याज सहितको तैँले चुक्ता गर्नुपर्छ, याद गरेर। तँलाई धम्की अघि बिहान बनाएको भिडियोमा शर्मिला वाइबालाई शर्मिला श्रेष्ठले खुलेआम धम्की दियो भनेको छ, यो धम्की होइन। पत्रकार महाशय ज्यूहरू राम्रोसँग सुन्नु होला, यो धम्की होइन, त्यसले बोलेको कुरालाई रिप्लाई मात्र गरेको हो मैले। तर शर्मिला राई त सुन, तँलाई चाहिँ धम्की जस्तो लाग्छ भने नि धम्की नै सही हो तेरो लागि, बुझिस्। के भएको त्यस्तो साथीमा त्यस्ता खा तिनीलाई साथी भन्छ अरुण लामा, रामेछाप गयो भाग्यो भन्ला नि फेरि
होइन मेरो काम विषय छ, जान्छु नि म त। काम विषय मैले भनिनँ यहाँ के कुरा गर्नु, यस्तै हो। काम विषयले जाने हो नि, त्यसले भनेर जाने। त्योदेखि डराउने भएको भए म माथिल्लो फ्ल्याटमा बस्छु, तल एउटा रुममा त्यो बस्थे। त्यो घर आउँदैन थियो नि त, किन नआएकी? बिल लिएर आइज न, ए रुममा आइज, कहाँ छस् त? दिन रातै हराउँछस् त, पैसा दिएन भनेर दुनियाँ दिमाग फुट्दै हिँड्छस् त। बिल लिएर आइज घरमा, म दिन्छु भनेर भन्दा थियो। त्यो रुममा किन आउँदैन थियो? भागेर त्यो हिँड्यो कि म हिँडेँ? सत्यदेखिको भागेर त्यो हिँड्यो नि त, होइन र? होइन र? ल भन्नु त। भागेर त त्यो हिँड्या हो, म होइन। म भागेको छुइनँ। म हिजो बेलुका फर्स्टचोटि लाइभ बस्दाखेरि त्यसकै कोठा अगाडिबाट हो, सेकेन्डचोटि गर्दा मेरो आफ्नै फ्ल्याटमा बसेर हो, रुममा बसेर हो। अहिले गरेको छु हामी बस्ने के अरे मागलबारीको चोकमा क्याफेमा छु, हेर्न सक्नुहुन्छ क्याफे पनि। यो क्याफे माकलबारीको मान्छेले चिन्छ यो क्याफे कहाँको हो भनेर है। माकलबारीको मान्छेले चाहिँ राम्ररी चिन्छ यो क्याफे कहाँको हो भनेर। माकलबारी जेएमसी कलेजको पछाडिपट्टि शर्मिला राइनी र म, शर्मिला राइनी त्यही बस्ने हो सँगै, बुझ्नुभयो? सँगै बस्ने हो तल माथिको फ्ल्याटमा। त्यो घर आउँदैन थियो डढाएर, म के नै गर्थेँ र? पहिला पनि त्यस्तै गरी फसाउनलाई, यो आइमेले फसाउनलाई चाहिँ नि यतिसम्म गर्छ भने नि मसँग सबै रेकर्ड छ क्या। एकचोटि आएको नि, मलाई शर्मिला श्रेष्ठले मर्ने बाध्य बनायो भनेर। त्यो के को गफ थाहा छ? वान्टेड, यस्तो शान्तिमा लफडामा वान्टेड गरेर सिमारा गएका थियौँ है। सिमारामा चाहिँ अर्का लोग्ने लिएर आएर सुताएर राखेको, त्यसको स्वास्नीले थाहा पाएछ। त्यसको स्वास्नी र सासू आएर भूत लाएर माथि टुप्पादेखिको तलसम्म घिसारेको भिडियो मैले लिएँ कि। मलाई त्यस्तै सानो सानो कुरामा ब्ल्याकमेल गरिरहने किन गरिरहने मलाई भन्दाखेरि मेरो त केही छ न त छैन, पावर त छ नि होइन। पावर हुनाको भएको हुनाले चाहिँ त्यसले चाहिँ त्यसको मुठीमा मलाई राख्न खोजेको हो, म त बस्दिनँ त्यसको मुठीमा। अनि शर्मिला श्रेष्ठले मर्ने बाध्य बनायो भनेको थियो नि, मलाई सानो कुरामा त्यसले ब्ल्याकमेल गरिरहेको थियो कि। 12 बजे पनि हिँड भन्ने, 1 बजे नि हिँड भन्ने होइन, जतिखेर नि हिँड भन्ने, नत्र यस्तो गरिदिन्छु भन्ने, नत्र उस्तो गरिदिन्छु भन्ने, तेरो बच्चा यस्तो भन्ने है। मलाई त धम्की पुरा दिने कि पहिलादेखि। मेरो पाल त्यो भिडियो सर्ट निकाली, मेरो मोबाइलमा छ अहिले पनि त्यो भिडियो बाहिर निस्किन्छ वाइबा, याद गर, विचार गर है तैँले। भिडियो निकाल नामसहित निकाल्नु पर्यो भने यसरी हिँड्नु पर्ला, विचार गर। अरू बेला त यो ठाउँमा सँगै खाजा खाने त हो नि, होइन त? बलामी दी पर्फेक्ट, उहाँले चिन्नु भइसकेछ है यो ठाउँ। मैले भने नि म भागेको छुइनँ। माकलबारीमा बस्ने बासिन्दाहरूले चिन्नुहुन्छ यो ठाउँ कुन ठाउँ हो भनेर। माकलबारीमै छु म, ढुक्क भए हुन्छ। त्यो कुरा चाहिँ मलाई पनि थाहा छ हो नि है अरुण सर। हाम्रो अनि के अरे उसलाई पिटेर पठाएको त्यसले हेटौडाबाट, के अरे उहाँ सरको नाम बिर्सेँ मैले। मेरो रिसले मलाई छुन नसकेर उहाँ सरलाई पनि हातपात गरेर पठाएको त्यसले। थाहा नि सबैलाई त्यो कस्तो म कस्तो भनेर त, होइन त अरुण सर? अरू बेला के पूर्ण गौतमलाई रोडकोले हाने हो हजुर। जसले हाने त्यो जेलमा छ, अब कसले हाने अब कसले भन्नु। अब यो आफ्नो केस लाथाली थिङ्ग भए अरूको केसको कुरा के हाल्नु, नगर्ने, अरूको केसको कुरा नगर्ने होइन। अब जसले हाने पनि, जसले जे गरे पनि अब ठाउँमा पुगिसके मान्छे, हान्ने मान्छे, हामीले बाहिर बसेर बोल्नु मिल्दैन यो अरूको होइन। म चाहिँ मेरो आफ्नो पर्सनल म्याटर मात्र हो कुरा राख्ने है। ल अब टाइम पनि भयो होइन, 30 कति मिनट भयो, 30 मिनट हुन लागिसकेछ होइन। अब यही हो, शर्मिला वाइबा राइनी तँलाई च्यालेन्ज भनेर सोचे नि सोच होइन, धम्की भनेर सोचे नि सोच होइन।
तैँले 1 कदम सोच्छस् भने नि म 10 कदम सोच्छु, बुझिस्? तैँले एउटा नराम्रो मेरो गर्न खोज्छस् भने तैँले भएको कुरा त एउटा पनि गरेका छैनस् होइन, सबै नभएको कुरा। त जाडीले लाउने लुगा मेरो एउटा जुत्ता पनि आउँदैन, बुझिस्? तैँले किनेर मलाई दिने रे वायात कुरा नगर। त 4000 तिर्न नसकेर गङ्गाबुबाट भागेर आएकी त मागलबारीमा ल्याएर मैले रुम खोजेर राखेको तँलाई। त जाडीले 4000 तिर्न नसक्नेले मेरो 15000 भाडा तिरिस रे। हाँस उठ्छ मलाई होइन। सबै हामीलाई पनि थाहा छ। फेरि पनि पिट्ने भन्ने कुरा मैले सुनेको थियो ज्ञानेन्द्र सरलाई, गजेन्द्र सरलाई। गजेन्द्र सरलाई अब पिटोस् त, म पनि छु के त्यसमा। अरुण सर म पनि छु। त्यो दिन त्यसले त्यसो गरे नि, ब्लक त गरे हो मैले गरे हो होइन, तर पनि एक झापड हिर्काएको हो। अझै पनि पिट्छ अरे त्यसले। तपाईँ हामी छँदैछौँ नि, गजेन्द्र सरसँग म कन्ट्याक्टमा हुन्छु। अर्किन हजुर हजुर राजदूत दाइ हजुर भन्नुहोस्। शर्मिला बाबु भन्दा त तिमी धेरै राम्रो हो, बुझ्ने मान्छे हो रे। धन्यवाद है। यस्तो हो मान्छेलाई मान्छे रुचाउनका लागि बोली व्यवहार चाहिन्छ क्या, चाहिन्छ अरू छ। शरीरै बिकाउनु छ भने होइन, झोलेदेखि लिएर माथि राजा मन्त्री सबैसँग शरीरै रातै बिताएर इज्जत कमाउनु भन्दा सत्य बोलेर होइन, असत्य बोल्छ भने ठिकै छ, ठोकिदिने हो गएर, मतलब छैन। सत्य बोलेर मान्छेको मन जित्दा चाहिँ राम्रो लाग्छ है मलाई चाहिँ। कि कसो मलाई अब दुनियाँ दिवाना बाबु खत्रीसँग जोडेर होइन, बाबु खत्री उहाँ आदरणीय दाई, म दाई भनेर सम्बोधन गर्छु उहाँलाई है। कुनै बेलामा त मलाई त त्यसले त यहाँ धेरैजनासँग लगाएको छ होइन त अरुण छ, हजुरलाई पनि थाहा छ नि यो कुरा, अरूसँग पनि लगाएको भनेर। धेरै नै बोलिरहेको छ, अझै पनि धेरै नै बोलिरहेको छ। ठिकै छ, केही छैन होइन। मान्छेको घर व्यवहार होइन 12-15 वर्ष अगाडिदेखिको रिलेसन बिगार्दाखेरि त्यसलाई मजा आएको थियो, फेला परेको थिएन उस्तै मान्छेको। अब फेला पर्छ कि, अझै पनि फेला परे छैन, अब चाहिँ फेला पर्छ। अब त पब्लिक धुलै हुन्छ त्यसको। मैले त के गरेको थिएँ, केही गरेको थिइनँ। मैले त कुरा गर्न गएको थिएँ, मलाई इट्टा प्रहार गर्न लाग्थ्यो, मैले छेक्दाखेरि त्यसकै टकम लागेको हो होइन। अब मैले यतिसम्मको आवाज उठाएपछि अबको दिनमा त्यसले कसैको पनि घर व्यवहार बिगार्ने भाड्ने चाहिँ प्रयास गर्दैन होला जस्तो लाग्छ है। तर गरेछ भने केटाकेटीहरू चुप लाएर चाहिँ नबस्नु तपाईँहरू। मेरो त दुवैजना बहिनी हो, के हो सत्यता के गर्नु। राजदूत तामाङ दाई सुन्नुहोस् है, तपाईँ सपोज मानौ तपाईँले मलाई हस्पिटल लानुभयो, इभन ल ठिकै छ, तपाईँलाई मैले होइन हस्पिटल लगेँ एउटा साथी दाजुभाइको नाताले है। कति खर्च लाग्यो, के खर्च लाग्यो होइन, राम्रोसँग हिसाब किताब गर्ने हो भने मैले बिल टक्राउनु पर्छ कि पर्दैन? त्यो बिल माग्दाखेरि मेरो गल्ती हुन्छ? निष्पक्ष कुरा गर्नु के तपाईँले। त्यसले त यतिसम्म गरेछ होइन, हद गरेछ नि त। मेरो त घर व्यवहार बिगार्ने प्रयास गरेर होइन, नसकेर होइन, मसँग जति पनि मान्छेहरू है जसको नाम लेखा नि बाबु खत्री, उहाँको मात्र नभएर होइन जो अहिले हाइलाइट चाहिँ उहाँसँग भयो होइन नाम जोडेर। तर उहाँ पछि र अहिले पनि धेरैसँग त्यसले मलाई लगाएर धेरैको घरबार बिगार्न खोज्यो नि त त्यसले। उहाँ एकजना त्यो बाबु खत्री मात्र एकजना होइन नि त, धेरैजनासँग। डर नै रहेछ नि यार यी बहिनी त। त्यस्तो होइन, त्यस्तो नभन्नुहोस् न तारा सिंह रोकैया, त्यस्तो होइन। घरबार बिगार्नु हुँदैन नि त मान्छेको। ल साथी साथीमा त म हुन्छ, जुनियर दिवाना हुन्छ, मुख छाडिन्छ होइन, एकछिन हानाहान हुन्छ, पिटापिटी हुन्छ, ठिकै छ, त्यो आफ्नो ठाउँमा छ। तर घर व्यवहार बिगार्ने भनेको त त्यो त न्यायाधीश जज भन्दा पनि ठुलो स्थानको। र मैले चाहिँ अहिले लाइभमा आएको कारण चाहिँ के भने नि तपाईँको पुलिस प्रशासनबाट फोन धेरै आयो क्या मलाई।
गुन्डा शैलीमै भनौँ फ्याट कुरा गरिदिन्छु म होइन। पुलिस हुँ भनेर 9819 को लाइनबाट नि फोन आएको छ, 9810 को नम्बरबाट नि आएको छ होइन। अनि 9766बाट पनि आएको छ, 68 9768 9768 भनेको चाहिँ न्यू नम्बर हो क्या, अहिलेको भ्यालिड नम्बर हो नि त। त्यस्तो नम्बरबाट पनि म पुलिस हो भनेर फोन आएको छ होइन। के हो, निष्पक्ष होस् होइन, छानबिन होस्, कानुनको दायरामा म पनि उभिन सक्छु होइन। मैले म माथि लागेको खर्चको म बेहोर छु, मलाई बिल चाहिन्छ, बिल दे भन्दाखेरि म माथि त्यसरी पुलिसहरू नै गुन्डागर्दी शैलीमा लाग्छ भने म पनि ठाउँमै जाउँला नि त, के भो र होइन। पुलिस स्टेसनबाट फोन आउँछ भने जिल्ला अदालत जाउँला म पनि, त्यहीँबाट कुरा गरौँला होइन। ठिक गर्यो बहिनी, अझ कम भयो त्यसलाई रे। अब हामी सबैजना मिल्नु पर्यो के, अब मैले मात्र भएन, सबैजना मिलेर चाहिँ लागि पर्नु पर्यो। अझै भोग्दैछ होइन मेरो घर परिवार त, अब बिगार्ने, अब बिगारी नै गई भनौँ न, अब के गर्ने, अब के भन्ने है। मेरो साथसाथै अब मसँग हिँड्ने दाइहरूको पनि घर व्यवहार बिगारी है, केही छैन। अनि फुर्बा लामा तामाङ, तपाईँलाई चाहिँ म के भन्छु भने नि, त्यहाँ बसेर लाइभ गरेर होइन जताउन खोजेको चाहिँ के हो खासै ठिक लागेन। यदि म गलत छु जस्तो लाग्छ भने तपाईँले मलाई फोन गरेर डाइरेक्ट भन्न सक्नुहुन्छ है, शर्मिला श्रेष्ठ बहिनी पनि गलत छ, सिधा भन्दा हुन्छ, म माइन्ड गर्दिनँ। गङ्गबुमा कोठा भाडा तिर्न नसकेर मैले त्यसलाई त्यहाँबाट त्यो भागेर आउँदा मेरो घरमा 8 दिन बास दिएँ र पछि मै बसेको घरमा तलपट्टि त्यसलाई रुम दिलाइदिएर रुम लिएर बसेकी हो। 4000 को भाडा तिरेर बस्छे, मेरो 12000 को भाडा तिर्दिन्छु मैले खाना दिएको, मैले लाउन दिएको, तलदेखिको माथिसम्म मैले दिएको रे। यसो विचार गर्नु त, त्यसको गेटअप र मेरो गेटअप तुलना गर्नु त। त्यसले मलाई दिन पर्ने जस्तो देखिन्छ कि मैले चाहिँ त्यसलाई दिन पर्ने जस्तो देखिन्छ होइन। अब फेरि हान्नुपर्छ यस्तोलाई त, धेरै बोल्नेलाई त धेरै बोली भने म सहेर बसेको, मैले के छन् भने त मलाई जेसुकै भन्, मलाई मतलब छैन, जेसुकै भन् मलाई भन्, तर मेरो इज्जतलाई चाहिँ लालछाना नलगा है। दुनियाँ दिवाना मलाई ब्लेम लगा, इट्स ओके, म मान्छु है, म केही भन्दिनँ, तँलाई म हाँसी टार्दिन्छु, तर मेरो इज्जतमाथि चाहिँ औँला उठाउने काम चाहिँ नगर भन्दै पनि धेरै गरेको हो नि त त्यसले, त्यही भएर यस्तो भएको हो। ठिकै छ, केही छैन होइन। हस्पिटलमा चाहिँ हिजो बेलुका मैले फुर्बा लामा तामाङलाई फोन गर्दा म फर्स्ट आवरमा भोलि यस्तो आउँछु, के कस्तो हो यसो विचार गरिदिनु भनेर मैले त अझ मैले मानवताको देखाइरहेको थिएँ के है। तर त्यसले बिहान 81 फोटो, त्यो बर्थडेको फोटो जोडेको, त्यो जोडेर भने कि अब के भन्नु, जोडेको त होइन, बर्थडेमा अब दाजु बहिनी जो पनि हुनसक्छ नि, त्यसले पनि चिने हो होइन। त्यसले पनि त दाई भनेर सम्बोधन गर्छे, मेरो अगाडि त मन पर्यो भन्थे, पैसा नि मागेको रहेछ होइन। मेरो लागि त्यसको लागि मैले अरूसँग पैसा मागेर हिँड्नु पर्दैन नि त, त्यसले मेरो लागि अरूसँग पैसा मागेर हिँड्नु पर्दैन नि त। कहिले होइन मलाई यो बाबु दाईसँग लाउनुभन्दा अगाडि 2-4 जनासँग लगाएको थिएँ, तिनीहरू ब्याग सरे होइन, नर्मल मान्छे थियो नि त तिनीहरू त होइन। तर अहिले जुन व्यक्तिसँग तैँले लगाएको छस् नि